हेलो साथीहरू, कस्तो हुनुहुन्छ तपाईँहरू? आज चाहिँ मैले भिडियो किन बनाएको भन्दा चाहिँ हामीले चाहिँ नि यो लिएर आएको थिएँ होइन, तर अब यो चाहिँ के हो थाहा छैन। त्यसै लिएर आएको। अन्त अब यसको टेस्ट चाहिँ कस्तो हुन्छ हो, हुनु चाहिँ अब यो चाहिँ के हो त्यो चाहिँ मलाई पनि थाहा छैन हो, खाएको चाहिँ छुइनँ अब कहिले पनि। तर पनि अब यसो अब टेस्ट गर्नुको लागि चाहिँ लिएर आएको थिएँ। के चाहिँ हो भनेर चाहिँ अब लिएर आएको नि, जाजाङम्यान अरे नाम पनि यहाँ हेर्नुहोस् है। अन्त अब यसलाई चाहिँ अब पकाएर खाएर देखाउनु त तपाईँहरूलाई कस्तो हुन्छ यसको टेस्ट होइन। साथीहरू, हाम्रो यो चाहिँ रेडी भयो। अब यो चाहिँ कस्तो चाहिँ छ हो त्यो चाहिँ थाहा छैन, तर मैले चाहिँ अलिकति उयो के पो झोल हालेको थिएँ, त्यही भएर चाहिँ यस्तो अलिक यस्तो भयो। तर यसलाई चाहिँ अलिक सुक्खै बनाउनु पर्ने रहेछ। कस्तो हुन्छ अब यसको टेस्ट चाहिँ। गुलियो हुँदो रहेछ यो चाहिँ। अब फर्स्ट टाइम ल्याएको, फर्स्ट टाइम खाएको होइन। यसलाई चाहिँ अलिकति सुक्खा बनायो भने चाहिँ मिठो हुँदो रहेछ कि, तर मैले चाहिँ अलिकति झोल हालेर बनाएको थिएँ नि त। अन्त कसरी बनाउनु अब त्यो त मलाई थाहा थिएन। मैले चाहिँ वाइ टाइपले बनाएको थिएँ नि त, त्यही भएर चाहिँ यस्तो रहेछ, गुलियो रहेछ। सुक्खा बनायो भने चाहिँ मिठो रहेछ है। यो त झोल भएर पो जस्तो भएको। तर के बनायो यहाँनिर डढेको जस्तो पनि गराउँछ। के बनाएको बुझ्नै सकिनँ मैले यसको चाहिँ। त्यो के पकाउँदा डढ्दैन, त्यो डढ्दाखेरि त्यसमा पानी, सब्जीहरू पकाउँदा डढ्छ, कोही बेला पानी हालेर पकाउँछ नि, त्यस्तै खालको बनाउँछ के हो।